हेलो गाइस, गुड मर्निङ। आजको मेरो ब्लग स्टार्ट हुँदैछ बिहानको 5 बजीदेखिबाट। बिहान हामी 5 बजीतिर उठेर मर्निङ वक गयौँ। मर्निङ वक पनि त उज्यालो देखेर के हो भन्नुहुन्छ होला। यो हो हामीहरूको गाउँको इँटा भट्टामा चाहिँ अब रातभरि यति राम्रो लाइट जस्तो झिलिमिली भन्नुहुन्छ भने त्यो इँटा पकाइरहेछ। अनि त्यहाँबाट यता छेउछेउमै हामीहरूको 2टा इँटा भट्टा छ अनि अलिक पर पनि अब एउटा छ, 3टा छ कि। अनि त्यतिकै अब मर्निङ वक गरेर आयौँ। घरमा सबै त कामसाम गरिसकेँ। म 5:30 अगाडि नै मर्निङ वक गरेर आइपुगिसकेँ। त्यहाँबाट फटाफट आएर खाना बनाएर घरमा पूजापाठ सबै गरिसकेर 7:30 बजी यता हामी कपडा लगाएर निस्क्यौँ। कहाँ निस्केका भन्दाखेरि अलिक अगाडि बोल खेल्दै गर्नु हजुरलाई भन्दैछु म। हामी अब गएका म, पिहुको बाबा। यता हामी निस्किँदा ओर्दा धन्य 8 बजिसक्यो त भन्ने आँटेको थियो। अनि यहाँबाट हामी घरबाट निस्केर सुरु बाइकमा गयौँ। आज हामीले गाडीको सवारी गरेनौँ किनभने हामी जुन जग्गा गएको नि त्यो जग्गा माने गाडी अलिकति पुग्दैन कि। अनि हामी जाँदा मरान पारबाट हामी यहाँ पुग्यौँ बामुनी बाडी। त्यहाँ बामुनी बाडीमा नामेर हामी यहाँ दोकानमा कति सामानहरू के लिन थियो। अनि त्यहाँ गयौँ, खुर्र कुद्दै हामी गयौँ। पिहु पनि यता दिगदार गरिरहेको थियो नि दोकानहरू भनेर, यो चाहियो त्यो चाहियो। दोकान खोलेपछि त्यही हो। अनि पिउलाई पनि लिएर गएको लागि हामी लाए आयौँ यहाँसम्म। झन्डै 1-1.5 घन्टा जति लाग्यो होला। यहाँ सामान पिउले के चाहियो भन्दै थियो, त्यही पनि हामी पनि यहाँ 1-2टा सामान लिएर होटेलमा आयौँ चा पिउने भनेर। बेटीले के खान्छु भने कि केही खाना सिर्फ चक्लेट चाहियो, डेरी मिल्क चाहियो भनिरहेको थिइन्। अनि त्यहाँबाट हामीहरूको त्यतिमै हाम्रो यहाँ चा आयो, चा मिठाईहरू। अनि खाने भनेर बस्यौँ किनभने थुप्रो 1-1.5 घन्टा जति बस्यौँ नि त बाइकमा। त्यहाँबाट बेटी एकछिन बाइकमा निदान पनि त्यसको लागि पनि हाम्रो अलिकति लेट भयो। अनि चाय खाएर हामीले यहाँ मुखामा एउटा पान त पक्क चबाएर फेरि बाइकको सवारी हिँड्यौँ अब हामी। त्यहाँबाट बाइकको सवारी गर्दै गयौँ हामी। त्यहाँबाट जाँदैछौँ। यता बेटीको पनि उत्पात हुँदैछ है, बाइकमा नउठ्ने र अगाडितिर बस्नेहरू त्यही भनिरहेको थिएँ यहाँ। अनि मुखमा पान चाहिँ कडक्क चपाएर चाहिँ हामी चढ्यौँ बाइकमा। त्यहाँबाट हिँड्यौँ हामी अहिले। अनि त्यहाँबाट खुर्र जाँदैछौँ त्यहाँ हेर्नु है त अब कहाँ पुग्दैछौँ हामीहरू। जाँदै हामी यता पुग्यौँ, घाट पुग्यौँ। यो चाहिँ बुढीदिहिङको नदी आइपुग्यौँ। हामीहरू गएका कहाँ भन्दाखेरि तेलपानी गएका। हामी जतातिरबाट गएका त्यतातिरबाट गाडी जाँदैन के। अनि गाडी त जान्छ लेकिन गाडी जान्छ उता दुल्लेजानतिरबाट जान्छ अरे, नाहरकटिया भएर। त्यो रस्ता त मलाई पनि थाहा छैन, म गएकै छैन। लेकिन यताबाट जाँदाखेरि चाहिँ म्याक्सिमम् 2 घन्टा छ। तर हामीले नानीलाई लिएर गएको लागि लाए गयौँ, रोक्दै गयौँ। अरू लाए पनि गयौँ, ऊ पनि बाटामा निदाइरहेको थियो। त्यसको लागि हामीलाई जानलाई के अरे अलिकति लेट पनि भयो। अनि हेर्नु हामी आइपुग्दा ठिक्क फेरि पनि पार भएछ। हेर्नु न चाहिँ निक्लियो पनि त्यतिखेर ठिक्क हामी पनि आइपुग्यौँ। यो नदी चाहिँ हेर्नु कति ठुलो, अरू कति गहिरो छ नि। अनि हामी पनि त्यहाँबाट पार गऱ्यौँ। यहाँ झन् छिटै पार गर्दा सिधा पार गर्दो रहेछ कि। अनि त्यहाँबाट फेरि यता हामी लाग्यौँ हेर्नु जङ्गलको बाटो लाग्यौँ नि। अब यो बालुवा कहाँ गएका भन्नुहुन्छ होला। जङ्गल हिँड्दै मतलब कहिले पनि यो बाटो देख्दैन। हे भगवान् कहाँ पुग्छु जस्तो लाग्दैछ। हस्बेन्ड चाहिँ जानुभएको थियो अरे, हिँड म तिमीलाई पुऱ्याउँछु नि त भन्नुहुँदैछ। यस्तो नदीको छेउ जाँदैछौँ। एकदम डर लाग्दैछ क्या त्यो बाइकमा पनि। यति तलसम्म अरे यति गहिरो छ अरे यो नदी पनि फेरि। अनि बर्खामा त कति टेन्सन हो, माथिसम्म पानी आउँछ अरे के। अनि फाइनली हामी मामा घर पुग्यौँ र यता कपडा लगायौँ। अनि कपडा लगाएर निक्ल्यौँ हामी। खुरुरु निस्क्यौँ। पिहुहरू त अगाडि नै पुगिसक्न आँट्नुभयो। अनि यता पुग्यौँ। यहाँ हेर्नु आज मेरो फुपूको छोराको बिहा हो के, त्यही भएर बिहा घरमा गएको। हेर्नु यो बिहाको नजारा। अनि बिहा घरमा पनि हामीहरू आइपुग्यौँ। यहाँ आउँदाखेरि सबैजना पाहुनाहरू आएर बसिराख्नु भएको रहेछ। यता बेहुली चाहिँ निस्किनै भएको रहेछ। अनि हाम्रो यतातिर दिदी अनि उहाँ भाउजू बसिराख्नु भएको छ। अनि म यतातिर गएँ भित्र पनि त्यति साह्रो मान्छे त आइपुग्नु भएको थिएन। हामी पुग्दाखेरि त्यही पनि एकछिनमा त मान्छे धेरै आइपुग्नु भएको थियो। अनि यता गएको यहाँ बेहुला भाइ पनि यहाँ के काम गर्दै रहेछन्। अनि यता हाम्रो
साल दिदी हुनुहुन्छ अनि यता हाम्रो काकाजी कान्छो काकाजी राधे राधे भन्नुहुँदैछ यता बेहुलाको दाजु पनि के काम गर्नुहुन्छ राधे राधे भन्नुहुँदैछ मैले राधे राधे भने त्यहाँबाट हामीले फेरि भित्र दही चिउरा खान दिनुभयो दही चिउरा खाएर पनि आएर फेरि हामीलाई यहाँ फेरि चिउरा खान बसाउनु भयो सबैजनाले यसरी गाउँको मान्छेहरू फेरि एकपल्ट पाहुनाहरूलाई खिलाउनु हुँदो रहेछ फेरि यहाँ बसेर चिउरा खाना हामी बेटीले भन्दै थियौँ यहाँ मम्मी खिलाइदिनु उसले लिपस्टिक जान्छ भन्दै थियौँ यहाँ बेटीलाई म पनि खिलाइदिन्छु भन्दै थिएँ त्यहाँबाट हामी यहाँ दिदीसँग भेट भयो दिदी घर गयौँ दिदीसँग पनि भेट भयो दिदी मेरो बढी भएको छोरी हो बेहुला कि काकी साइली काकी होला दिदी अनि यहाँ दिदी बहिनी भएर फोटो मारौँ न त भनेर अनि 1-2 क्लिप फोटो पनि माऱ्यौँ यहाँ बहिनी पनि आएकी थिए काइला काकाकी छोरी गुवाहाटीबाट आएकी अनि 3 जना दिदी बहिनी भएर फोटो पनि लियौँ अनि यतातिर पिहु र फेरि पिहुको आन्टीको यहाँ उत्पात चल्दैछ फोटो मारेर के भन्नुहुन्छ स्टाइल हेर्नु न यहाँ एक दुईटा यिनीहरूको पनि हेरौँ मारौँ फोटो कस्तो उड्दैछ यहाँ पिहुको त आज के भन्नुहुन्छ उत्पातले मजा भइहालेको थियो नि त त्यहाँबाट एकछिन बिहा घरमा फेरि गयौँ र सबैजना दिदीहरूसँग पनि फोटोसोटो माऱ्यौँ अनि बेहुला बेहुलीको फोटो मार्नु पऱ्यो भनेको यति मान्छे हुनुहुन्थ्यो नि माने फोटो पनि राम्ररी मार्न पाइनँ किनभने धेरै मान्छे हुनुहुन्थ्यो फोटोहरू हेर्नु अघि आउँदाखेरि खाली थिएन अहिले हेर्नु कति मान्छे हुनुहुन्छ अनि त्यसले गर्दा राम्ररी फोटो पनि मार्न पाइनँ सबैजना टिको लगाउने मान्छेहरू धेरैजना हुनुहुन्थ्यो र हाम्रो माने फुपू दिदी घरमा परिवारहरू पनि धेरै हुनुहुन्छ नि त त्यसको लागि पनि माने फट्टै फोटो पनि मार्न सकेन अनि त्यसलाई त्यतिकै अलिअलि उता गरेर हामी पनि दिदीहरूसँग फोटो मारौँ न त भनेर दिदीहरूसँग फोटो माऱ्यौँ 1-2टा यहाँ मेरो फुपूको छोरी हुनुहुन्छ दुलेजानबाट अनि दिदीसँग पनि 1-2टा फोटो माऱ्यौँ हेर्नु यतिको फोटोसोटो मारेर अब हाम्रो जाने बेला हुँदैछ हजुर जानु त पिउलाई भाइलाई बाई बाई भन्नु बाई बस भन्नु न गाले मोनिकाको मामा अब यस्तो हुन्छ अब घरमै आयो नि त फेरि बोल्नु भइहाल्छ मोनिकाको मामा फेरि आयो बसिन्छ नि त त्यही त ल बस बाई सबैजनालाई बाई बाई भन्नु दिदी कहाँ गयो दिदी खोइ बिन्ता दिदी लामो हुन्छ बोले दिदी खोइ ठुल्दिदीले मलाई गए भन्नु है भन्नु थियो खोइ ठुल्दिदी भेटिन ठुल्दिदीले गए भन्नु है भन्नु थियो खोइ ठुल्दिदी भेटिन त ठुल्दिदीले भन्नुहुँदै थियो कि बाई बाई भिनाजुहरू न यतातिर भिडियो पनि बनाउँदैछ अहिले भिडियोमा देख्नुहुनेछ लाइक कमेन्ट सेयर गरिदिनु होला नि भिनाजुहरूलाई भन्नु पऱ्यो नि त मैले उहाँलाई भिनाजु गएँ हामीहरू बाई बाई यहाँ पनि हजुरहरूलाई पनि उठाउँदै थिएँ के अरे ठुल्दिदीले गए भनेर जानु भन्नु त खोइ ठुल्दिदी ओ साल दिदीहरू पनि निस्किनु भएछ है क्या जानलाई ए हामी पनि हिँडेका बाई बाई फाइनली गाई सबैजनालाई बिदा मागेर यता हामी हिँड्यौँ अब घर जाने भनेर निस्क्यौँ अनि सबैजनाले बाई 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 गरिरहेको मात्रै उहाँहरू पनि मार्केटबाट दिदीहरू आउनुभएको थियो त्यही भएर दिदीहरू सबैजना घर जाने अरे अनि जान निस्किनु चाहिँ दिदीहरू उताबाट जानुहुन्छ हामी अर्को बाटो हो अनि सबैजनालाई बाई बाई भनेर यता हामी निस्क्यौँ खुरुरुरु हिँड्दैछौँ अब बेटी पनि अगाडि माइजूहरूसँग गइन् अनि हामी पनि 2 जना छौँ यहाँ जाँदैछौँ आजको भिडियो यति नै हो बाई बाई राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्नु होला बाई